एभ्रिवान दिस इज मी प्रकाश विष्ट। मैले पहिलाको भिडियोमा नि भनेको थिएँ मैले सिकेका मैले रिसर्च गरिएका कुराहरू र स्किलहरू सम्बन्धी केही म भिडियोहरू पोस्ट गर्नेछु र म आज पनि आइसकेको छु र आज चाहिँ म आई एम फाइन बाई द ग्रेस अफ गड एन्ड आई होप यु आर अल्सो डुइङ वेल। एन्ड मैले भने जस्तै आज चाहिँ म एउटा भिडियो बनाइराखेको छु। एन्ड आज चाहिँ हामी वी आर लर्न अबाउट एक्जुलरी भर्ब। एन्ड एक्जुलरी भर्ब भनेको चाहिँ के हो? एक्जुलरी भर्ब भनेको चाहिँ एउटा हेल्पिङ भर्ब हो के। अब तिनीहरू चाहिँ टोटल 24 वटा छन् र तिनीहरूलाई चाहिँ यिनीहरूले पनि दिन सकिन्छ भने लेट्स गो टु लर्न। मैले चाहिँ यहाँ लेखेको छु, हेर्नुहोस्। अब तपाईहरु नोट गर्न पनि सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, मैले चाहिँ जम्मा चाहिँ कतिवटा छन् भन्दाखेरि यिनीहरूलाई पनि विभिन्न जस्तै कि विभिन्न प्रकारको नाम दिएका हुन्छन् के। अब जस्तै कुनै पनि जस्तै हामीले उ गर्नु पर्यो, जस्तै एनिमल, जस्तै अब एनिमल फ्रुट्सहरूको नाम दिनु पर्यो नि त। जस्तै अब एनिमल र फ्रुटलाई बिचमा मिलाउन त हुँदैन, तर तिनीहरूको त विभिन्न नाम हुन्छ नि त। हो, यिनीहरूलाई पनि यसरी नै नाम दिएको छ। अब म यहाँ यिनीहरूलाई चाहिँ के हाइलाइट गर्नेछु एकछिन। जस्तै this and this and this and this and this। हेर्नुहोस् है, मैले अघि भने जस्तै जम्मा चाहिँ कतिवटा हुन्छ भनेको थिएँ मैले 24 वटा भनेको थिएँ होइन। अब 24 जस्तै कि बी भरमा के छन् भन्दाखेरि बी भरमा इज एम आर वाज वेयर। एन्ड हेभ भरमा चाहिँ के छन् भन्दाखेरि ह्याज ह्याभ ह्याड। एन्ड डु भरमा डु डज डिड। एन्ड मोडल भरमा क्यान कुड स्याल सुड मे माइट मस्ट विल वुड। एन्ड सिमिलर भर्बमा चाहिँ निड टु, आउट टु, युज टु एन्ड डेयर टु हो। यिनीहरू चाहिँ एक्जुलर भर्ब हुन्। अब यिनीहरूलाई चाहिँ विभिन्न प्रकारको नाम दिनु पनि सकिन्छ, जस्तै कि बी भर्ब, ह्याभ भर्ब, डु भर्ब, अनि यस्तरी चाहिँ विभिन्न प्रकारको नाम दिन्छ। अब यिनीहरू पनि जस्तै इजेएमआर चाहिँ सिम्पलको लागि, इजेएमआर सिम्पलको लागि युज हुन्छ। जस्तै वाजर भनेको हामीले पहिला गरिसकेको काम, जस्तै पास्ट टेन्सको लागि युज हुन्छ वाजर। एन्ड ह्याज ह्याभ एन्ड डु डज यिनीहरू पनि त्यसरी नै युज हुन्छन्। जस्तै फर इक्जाम्पल जस्तै इजेएमआर यिनीहरू भयो, जस्तै यस्तै भयो। These are also known as helping verb। and यदि तपाईहरु इङ्ग्लिस सिक्न चाहनुहुन्छ भने यो चाहिँ बेसिक हो, सानो सिम्पल र बेसिक हो। यिनीहरू भएन भने हामीले विभिन्न प्रकारका यिनीहरू नै हो के बेसी सबै ठाउँमा युज हुने भनेको। जस्तै टेन्सहरूमा यदि यिनीहरू छैन भने टेन्स कुनै पनि सेन्टेन्स नै बनाउन सक्दैनौँ कि हामीले। जस्तै टेन्स he's doing well, he's doing हेल्पिङ भर्बमा पनि होइन त हो, यस्तो हो क्या। अब चाहिँ यिनीहरूलाई चाहिँ मेमोराइज गर्दा पनि एकदमै बेस्ट हो है। म चाहिँ मेरो तर्फबाट चाहिँ यही भन्न चाहन्छु। र आजको लागि चाहिँ यति नै हो गाइज। अब चाहिँ हामी नेक्स्ट भिडियोमा हेर्नेछौँ। नेक्स्ट भिडियोमा हामी टेन्स विभिन्न प्रकारका तिनीहरूलाई भिडियो अपलोड गर्नेछौँ। र तपाईँहरूलाई मलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट, लाइक, सब्सक्राइब गरिदिनु होला। यदि तपाईँहरू न्यू छ भने मलाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै